ज्ञानेन्द्र साई र दुर्गा प्रसाईलाई वरिपरिबाट जनताले घेरिरहेका छन्। देखिरहनु भएको छ हजारौं जनताको भिडमा ज्ञानेन्द्र साई र दुर्गा प्रसाई खुलेआम रूप हेरिरहेका छन्। झट्टै देखिन्छ कि दुर्गा प्रसाई राजा हुन्। उनलाई यसरी वरिपरिबाट जनताहरूले, उनका अभियानकर्ताहरूले र समर्थकहरूले यसरी घेरिएका छन् कि मानव आजको राजा दुर्गा प्रसाई हुन्। कुनै राजालाई लिन गए भन्दा पनि दुर्गा प्रसाईलाई स्वयं राजा बनाएर यहाँका जनताहरूले अगाडि लगिरहेका छन्। देखिरहनु भएको छ काठमाडौँमा रुखका टुप्पामा चढेर भए पनि नेपाली जनताहरूले राजाको आगमनसँगै दुर्गा प्रसाई ज्ञानेन्द्र साईलाई स्वागत सम्मान गरिरहेका छन्। उनीहरूको यो सामुन्ने भएको हजारौं भिडले पनि एउटा सङ्केत गरेको छ कि राजतन्त्र नेपालमा आउने सम्भावना पनि देखिरहेको छ। यो भिडले पक्कै पनि नेपालको गणतन्त्र हल्लिएको छ। सबैजना डराउने पनि एउटा सङ्केत देखिन्छ।